ओके अहिले चाहिँ हामीहरू कलकत्ताको मोहन बगान इडन गार्डन स्टेडियम क्या स्टेडियम का नाम इडन गार्डन मोहन बगान और इस्ट बेङ्गाल तीनटा स्टेडियमको चाहिँ छेउमा छ होइन टुर्नामेन्ट हुँदै रहेछ बस्नु चाहिँ दिँदैन तर बाहिरै परेपछि हेर्नु चाहिँ गएको क्या स्टेडियम ह्याप्पी ठुलो रहेछ सिआरडी अफिसमा गएर चाहिँ यसले चाहिँ यो चाहिँ उयो हो नि त लोकल हो नि त अन्त योसँग चाहिँ म आएको क्या योसँग चाहिँ राम्रो छ नि त हामीहरू मिल्नु जग्गाहरू पनि डुल्नु पाउँदो रहेछ माने होइन यस्तोहरू पनि टक्कै यहाँनिर चाहिँ प्र्याक्टिस हुँदैछ क्या दामी दामी रहेछ क्या ठाउँहरू चाहिँ त्यो चाहिँ कलकत्ताको आधी मात्रै डुलेको अब हामी चाहिँ अस्ति पनि यहीँसम्म आएर फर्केको होइन तर म चाहिँ यता चाहिँ आएको थिइनँ क्या सोल्जर्स आवर ब्रेभ सोल्जर्स है इन्डियन आर्मी इडन गार्डन स्टेडियम अगाडि छु होइन म चाहिँ अहिले यहाँभित्र चाहिँ पस्नु दिन्छ कि दिँदैन साथीले चाहिँ भन्दैछ यहाँनिर टुर्नामेन्ट छ पस्नु दिन्छ भन्दैछ साइड हो रह्यो गेम हो रह्यो अन्त हो रह्यो एकछिन चाहिँ पस्नु पऱ्यो इडन गार्डन स्टेडियममा म चाहिँ पस्नु अडेको छु होइन स्टेडियमको बाहिर घुमाएको छ यसले कहिले हाल्ने हो बाहिर डुलेकै यहाँबाट उता जा भन्छ उता जा भन्छ हो मोहन बगान स्टेडियम चाहिँ यही हो यता इडन गार्डन स्टेडियम यता पनि कता के स्टेट बेङ्गल के भन्दै त्यसले टक्कै पस्दै गरेको अवस्था अब चाहिँ जाँदै गरेको क्या हो टिम बस यो चाहिँ टिम बस रहेछ क्या हुन्छ नि क्या हेर्दै गर्नुहोस् टक्कै इडन गार्डन स्टेडियममा क्रिकेट लाइभ म्याच हेर्दैछु म चाहिँ होइन हेर्दै गर्नुहोस् तपाईँहरूले अझै यसरी नै मेरो भिडियो हेर्दै गर्नुभयो होइन नि हेभी भिडियो आउनुहुन्छ क्या यहाँ चाहिँ चेयर अप गर्ने रहेछ यहाँ चाहिँ बल हुँदैछ ला फुल टच बल आम्बो 2 रन लियो क्या डिजे रहेछ डिजे सक्यो अब चाहिँ निक्लिनु आँटेको हामीहरू है फेरि ट्रेनले छोड्छ नि त आज सिलगढी फर्किनुपर्छ इडन गार्डन स्टेडियममा पनि बसेर क्रिकेट हेरेको थिएन भने यहाँनिर चाहिँ तपाईँको भिडियो रहेछ यहाँनिर चाहिँ वार्मअप गर्दैछ पिचहरू बनाउँदैछ हेभी रहेछ क्या इडन गार्डन स्टेडियम फेरि आइन्छ कुनै दिन सिआरी आउनुपर्छ नि फेरि 21 तारिक आउँछु म क्या त्यतिखेरसम्म भिडियो हेर्दै भइदिइ राखिदिएको यस्तो घुमाउनु रहेछ यहाँनिर यता जानुपर्ने चाहिँ ऊ माथि पुगेर चाहिँ फर्केको ओह्रालै हुनु नि एउटै छ अन्त बाटोहरू क्या सेम ट्राफिक आइदियो उयो रुकेर न सेम छ बाटो यता पनि हो उकालो पनि अन्त कलकत्ता पुलिस पेट्रोलिङ घोडाको कि यहाँनिर हेर्नु न सानो खेलिरहेको छ रहेछ केटाहरू आमामा यता हेऱ्यो त्यतिकै छ उता हेऱ्यो त्यतिकै छ ऊ पल्लोपट्टि पनि खेलिरहेको छ हेभी छ मान्छे चाहिँ यहाँनिर हेर्नुहोस् है अम्बो पुरा रहेछ यो भिक्टोरिया मेल अगाडि भएर होला क्या आमामा सूर्यवंशी बिचराहरूलाई हेर्नु हेभी लुते रहेछ नि त सूर्यको टिकट पनि काट्यो होइन अब चाहिँ भित्र जाने नजाराहरू हेर्दै गर्नुहोस् तपाईँहरूले होइन डुलेको है ट्रेन छुट्यो भने नि बसिन्छ सिआरएमै खानाको मात्रै दिनुपर्छ हेर्दै गर्नुहोस् ला तर भिडियो पो भित्र छ कि छैन अलाउड हो हेर्दा चाहिँ दामी होइन तर हिँड्नुमा हेभी अप्ठ्यारो हुनु क्या भिक्टोरिया गार्डन मस्त के भिक्टोरिया है प्यालेस राइट नो आइएम ओभर हियर बिचरा यहाँनिर चाहिँ उयो बसिरहेको रहेछ काग पो बसिरहेको रहेछ चिटिक्कै दामी ठुलो रहेछ क्या यहाँ पनि हेरिरहेको रहेछ अब तपाईँको एन्ट्री फिस भित्र पस्नु मन लाग्यो यहाँ भएर भित्र जानु मन भयो भने चाहिँ तपाईँको 500 रुपिस रहेछ होइन हामीले चाहिँ टक्कै कति 50 रुपिसको मात्रै काटेको क्या छैन पैसा भरे पनि फर्किनुपर्छ यहाँ चाहिँ हेभी ठुलो पोखर रहेछ क्या यता पनि छ पछाडि पनि छ होइन तपाईँको यहाँनिर चाहिँ ला स्पोर्ट डेट भएछ नि बिचरा यो चाहिँ टक्कै मेन रहेछ नि तपाईँको सायद यहाँभित्र चाहिँ केही ऐतिहासिकहरू होला क्या अन्त चाहिँ महँगो पर्दो रहेछ 500 रुपिस अरे 500 रुपिसमा त हामीहरू सिलगढी पुग्छौँ यो चाहिँ तपाईँको हेभी रहेछ क्या यो चाहिँ सायद आम्बो सिमेन्टको रहेछ क्या हेभी गरिदिएको रहेछ यो चाहिँ टोके पार्क रहेछ दामी दिन भइदिइरहेको छ ठिकैको शीतल होइन यो भित्र चाहिँ अब अर्को पालि पस्छु ल आएको बेलामा चिटिक्कै परेर है दामी रहेछ यो प्लेस चाहिँ घुम्नु आयो भने तपाईँलाई हेभी दामी हुन्छ क्या यो चाहिँ ब्याक साइडबाट हो अघि चाहिँ तपाईँको अगाडिबाट देखाएको थिएन यो चाहिँ पछाडिबाट हो दामी मार्बल रहेछ क्या चारैपट्टि स्पेस चाहिँ हेभी ठुलो रहेछ क्या रिल्स बनाइराखेको होइन अब दोरी ढुक्कुरसँगै डुलेकोहरू डुलिरहेको होइन ब्याक साइड अब भयो ल साह्रै बेसी नै हेर्नु हुँदैन क्या भिक्टोरिया
लास्ट यति नै हो। त्यहाँदेखि भरै ट्रेनतिर गएको देखाउँछु है। त्यहाँदेखि सायद यो भिडियो चाहिँ भोलि चाहिँ तपाईँहरूकोमा आइपुग्छ होला होइन। आज चाहिँ अपलोड गर्न सक्दिनँ होला सायद। हेर्दै गर्नुहोस् यसरी नै अझ चाहिँ दाइ भिडियो हाल्दै जान्छु म। 21 तारिक फेरि हाल्छु। मेरो फेरि 18 तारिक 19 तारिक फुटबल म्याच छ क्या, त्योहरू नि हाल्छु म। सिलगढीमा छ, कालिम्पोङमा छ, हाटोगिटी छ। कालिम्पोङमा चाहिँ अब दुईवटामा एउटा हामीले जित्यो भने पनि हामी क्वालिफाई हुने चान्सेस हुन्छ होइन। अब इक्वल भयो भने चाहिँ थाहा भएन, हेर्दै गर्नुहोस् न है। त्यतिखेर भन्छु नि म के हुन्छ। सिआरए जाँदै गरेको अवस्था होइन, त्यहाँनिर सरहरूले पड्किरहेको होला, हामी चाहिँ यहाँनिर डुल्दिएको एकछिन। अब सिआरए गएर फ्रेस भएर चाहिँ उयो जानुपर्छ, स्याल्दा गएर स्याल्दादेखिको चाहिँ कति 7:45 को ट्रेन छ क्या। अन्त भोलि मात्रै पुग्छ फेरि सिलगढी। फेरि 21 तारिक आउनुपर्छ। भेटेको सिआरएबाट निक्लिँदै गरेको अवस्था। केटाकेटा छोड्नु आँटेको ल पनि टिकट काटेर पनि प्लेटफर्ममा जाँदैछु है। प्लेटफर्ममा टक्कै पुगेपछि चाहिँ त्यहाँदेखिको चाहिँ ट्रेनमा चढेर चाहिँ लाग्दिनुपर्छ सिलगढी। फेरि 21 तारिक आउनुपर्छ यहीँनिर।